ल है दाजुभाइ दिदी बहिनी अङ्कल आन्टी हजुरबुवा हजुरआमा हजुरहरू सबैजनालाई ह्याप्पी दसैँ। हजुरहरू सबैजना चाहिँ ठिक हुनुहुन्छ होला। हेर्नुहोस् त म त पुरै बिरामी भएर बोलिन थालेँ त। लहेर कति गाह्रो भएको छ मलाई। बल्ल बल्ल बाफ लिएर पानी खाएर ल है म त मेकअप गर्न थालेँ। अलिअलि मेकअप त गर्नै पर्यो। लहेर अलिअलि मेकअप गर्नै पर्यो भन्दै थोपेको थोपे गर्छिन् त नानीले त। दसैँमा फेरि जति छिटो गरम भने पनि हतार हुँदो रहेछ का साथीहरू। हेर्नु न मैले यो कपडा लाउँछु भनेर सोचेको थिएँ तर गडबड भइहाल्यो। अनि फेरि अर्को कपडा नापेको पुनेले भएन। अर्को फेरि यस्तो कपडा नै लाउँछन् भनेर जान्छे। अब मलाई पर्यो फर्साद। आफू चाहिँ यति राम्री भएर बसिसके आफूले कपडा खेलाउने अत्तो पत्तो छैन। अनि यसो दराज खोलेको यही रातो साडी लगाइदिएका साथीहरू क्याट्नु र यस्तै छ का मेरो जिन्दगी त। आँखामा काजर नलाएर होला कस्तो म त लुसी बिरामी भयो जस्तै देखेछु। हुन त बिरामी त भएकै हुँ का साथीहरू तर पनि अलि कस्ती देखिछु का भाइ। बल्ल पो यहाँ रेकर्ड गर्दा थाहा भयो पा। ए ल न अझै टाइम रहेछ का सायद हुनलाई त। अब यसो बाहिरतिर फोटो खिच्दिन त भनेर फोटो खिच्न गएको। ए ल भक्रक्कै लड्नु भयो का नाति र बुवा त। यो भगवान् या त रमिते भयो का। एकछिन त हाँसी मजाकै भयो। एकछिन हाँस्न त पाइयो। ल फेरि बस्नुहोस्। अब फेरि एकचोटि हाँस्न पाइन्छ कि भनेको लहेर हाँस्नै पाइएन त। ल अब सुरु गरौँ त। हाम्रो सायद सुरु भयो। अब चाहिँ हामीले पूजा गर्छौँ ढोकामा। पहिला सानैमा कति रमाइलो हुन्थ्यो का। दसैँ पर्व 1 महिना अगाडिदेखि बजार गयो नाना भाती किनेर ल्यायो। अनि गाउँको दिदीहरूलाई लगाइदिनुहोस् न, राम्री बनाइदिनुहोस् न, मेकअप गरिदिनुहोस् न भन्यो। अनि टक्क मेकअप गरेर दसैँमा टिका लगायो। कम त मजा आउँथ्यो का। के गर्नु र त्यो दिन फर्केर आउने बहिनी हुन्थ्यो का। अनि त्योभन्दा नि मजाको कुरा राति ढोका बन्द गरेर त्यो पैसा गर्न कम मजा आउँथ्यो त साथीहरू। केही त भटुस त नरातिकिन अलिअलि पैसा ढुकाएर मम्मा जम्मा यति पैसा भयो मेरो त भन्दा नि मजै आउँथ्यो का साथीहरू। अब त्यस्ता दिनहरू त गए। अब के गर्नु यस्तै छ साथीहरू। के गर्ने अब त्यो दिन फर्केर आउने पनि भएन। कति राम्री हुन् को नानी हुन् नि यस्तै राम्री। होइन का भन्छु मेरै छोरो हो कि अरूका छोरा नि यस्ता हुन् का भाइ। टिका लाउन भनेपछि रुएर हैरान गर्छ का भाइ। ल हेर्नुहोस् है अब एकछिनमा अहिले त म खबर इच्छा का। तर ल हेर्नुहोस् त मैले भनेकै थिएँ त हजुरहरूलाई टिका लाउन भनेपछि यति रुन्छ के कुरा गरौँ र। ए भगवान् यो बच्चालाई क्यार्ने होला नि। एउटा फोटो राम्रो खिच्न नि पाइएन का। ओहो हरामी छ। ल हेर्नुहोस् त लहेर यही बेलामा खोकिलाएर मरो। गाह्रो छ नि गाह्रो छ। ढुगाएर हैरान परिचुका म फेरि अझै सन्चोमा होइन मलाई। अब के गर्नु टिका सिका लगाइयो। अब फेरि यसो फोटो खिच्न पर्यो भनेर बाहिर आइयो ग्रुप फोटो। अनि फोटोसोटो खिच्यो मजाले खिच्यो हामीले त। दसैँ पनि मनायो फोटो नै खिच्यो। लहेर अनि बाउ छोरा नाति कति हिरो भएर हिँड्ने। अब कता हिँडेका ला के गर्ने डहेर। अब छोराले हैरान पारु नि ल भाइ। साइकल चलाउँछु का
ए लाउन साइकल ल्याउन मलाई भन्छ। आफूलाई पेटमा मुसा दौडेर हैरान भएको थियो। बल्ल तल्ल फकाइ ल्याएर यहाँ खाना थाटियो। मुसाले हैरान पार्यो है पेटमा। अनि खाइयो, हामीले खाइयो। खाएर एकलट मजाले सुतेर अब के गर्ने गाई, चिया नखाइ त भनका, चिया त खानै पर्यो। अनि सुति उठेर अब हामीले खायौँ चिया। चिया पिउँदा र खाँदा खाँदा पिउँदा र खाँदा खाँदा रात परिसकेछ का भाइ नि। कति अँधेरो हो का भाइ। अनि हामी लाग्यौँ फेरि बेबीलाई साइकलमा हिँडाउनको लागि। कुरे आउँदै आउनु त बा, हेर्नुहोस् यति राति छ। अनि हामीले त हिँडाइदिउँ बेबीलाई टाउकोमा लाइट राखेर। हामी पनि के कम्तीका छौँ र भाइ। ल त नि साथीहरू, अब हामी यसो तास खेल्छौँ। हस् त, नमस्ते, बाई बाई।